अनि जो मान्छेमाथि यत्रो मान्छेहरू मारेको आरोप छ, तपाईँ जस्तै साथीहरू मारेको आरोप छ, उसैलाई पक्रिँदा कारवाही नगर भनेर तपाईँ सडकमा आउनुहुन्छ, गर्न चाहिँ के खोज्या तपाईँले? यस्तो त्यो जेनजी आन्दोलन भनेको भ्रष्टाचार विरुद्ध थियो, न कि सरकार विरुद्ध। भ्रष्टाचारलाई त सरकारले नै संरक्षण गरिरहेको थियो। हो, त्यही संरक्षण नगर्नु। भुटानी शरणार्थी प्रकरणका मान्छे संरक्षण कसले गरिरहेको थियो? तपाईँ ललिता निवास प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? गिरिबन्धु प्रकरणका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? वाइट बडी घोटालाका मान्छेहरू कसले संरक्षण गरिरहेको थियो? यी सबैको तपाईँ ओम्नीदेखि यतिसम्मको संरक्षण को गरिरहेको थियो? अनि त्यही कुराको त हामी प्रश्न उठाउन गएका हौँ नि। त्यो ठाउँमा त्यो भ्रष्टाचारको फाइल किन बन्द गरियो, किन खोलिएन, किन सार्वजनिक भएन? त्यो प्रश्नको विरुद्ध थियो नि त। त्यो क्वेसनहरू गर्नको लागि, भ्रष्टाचार विरुद्ध बल दिनको लागि। मैले भने नि, गलत भइरहेछ भने आफूले जसलाई आफन्त माने पनि, आफ्नो शीर्ष नेता माने पनि त्यो मान्छेको विरुद्ध उभिन सक्नुपर्छ। यही हो। एमालेका मान्छेहरू गर्दैनन्। म एमालेको समर्थक त हो नि त। मबाट सुरुवात हुन्छ भने एमाले तपाईबाट सुरु हुँदैन, तपाईँ त एमालेको झोले हो नि, किनभने एमाले त झोले अभियानै चलाएको थियो नि।